गेट रेडी विथ मी। एस्टे लौडर चाहिँ मलाई एकदमै मन पर्ने फाउन्डेसन हो के। कस्तो राम्रो कभरेज दिन्छ के। अलमोस्ट 7 years भइसक्यो के मैले यो लगाउन थालेको। स्टिल आई एम लभिङ इट। अरु कुनै ब्रान्डको फाउन्डेसनले नि रिप्लेस गर्न सक्दैन। एन्ड अनि अहिले चाहिँ कस्तो ट्रेन्ड आइरहेछ नि त ड्युवी मेकअप ग्लोसी। सो यस म आज त्यही गर्दैछु ड्युवी ग्लोसी मेकअप। अनि मेरो आइब्रोको कुरा गर्नु पर्दा जहिले मेरो चाहिँ त्यही हो सेम प्रोडक्ट अनि एकदम नेचुरल राख्नु मन लाग्छ के। सो म चाहिँ कोर्दिनु जस्ट आफ्नो नेचुरल परेलामा चाहिँ यसो हल्का पेन गरिदिन्छु अनि हेर्नु न कस्तो नेचुरल देखिन्छ। अनि हल्का सेटिङ पाउडर लिएर निडेड एरियामा मात्र लगाइदिँदै हाई चिक्स बोनमा अनि निधारको बिचमा चाहिँ म लगाउँदिन किनभने त्यही नै हो मेन पोइन्ट भनेको ड्युवी फिनिश देखाउने के। अनि आइ एम डन विथ माई ब्लस ट्युब। अनि यो आइलाइनरको कलर चाहिँ एकदमै राम्रो छ के। अरु आइलाइनरको कलर भन्दा डिफ्रेन्ट भएर लगाउनु पनि एकदमै सजिलो छ। अनि हाइलाइटर चाहिँ फ्रेन्टी ग्लोको हातमा यसरी लिएर ट्याप ट्याप गरिदिँदैछु। एकदमै पिगमेन्टेड छ अनि गाला त यस्तो चिल्लो देखेको थियो नि त। आज चाहिँ म लिप लाइनरलाई स्किप गरेर यो ग्लोसी एन्ड पिङ्की लिपस्टिक चुज गर्दैछु कि। यो लिपस्टिक र लिप ग्लोसको कम्बो चाहिँ एकदमै राम्रो छ के। तपाईहरुले नि ट्राई गर्नुपर्छ। ब्राइडलहरुलाई पनि एकदमै सुट गर्छ यसले। अनि लास्टमा चाहिँ मैले सेट गर्नको लागि ग्लोइङ मिस्ट पनि लगाए। हेर्नु त यस्तो मजाले चमक जुन केरी जस्तै देखिन त। सिम्पल फ्रेश एन्ड कस्तो ग्लोइङ। अनि आफूले भने यस्तै मेकअप पनि टर्न आउट भयो। व्हाट डु यु थिंक गाइस, लेट मी नो इन द कमेन्ट।